हेलो साथीहरू, सबैजना कस्तो हुनुहुन्छ है? आरामै हुनुहुन्छ होला। यो भिडियो चाहिँ हिजोको साथीहरू एडिट गर्ने टाइम पनि पाउँदैन होइन, आफ्नो ड्युटीले गर्दाखेरि। अनि हिजो चाहिँ हामी छुट्टी लिएको थियौँ हो। अनि घरमा पिउने पानी पनि सकिरहेको थियो, अनि हामी चाहिँ छुट्टीमै हो सबै कुरा है। अन्त त्यो भएर चाहिँ पानी घरमा हस्बेन्डले पुऱ्याइसकेर आएर अनि हामी चाहिँ एकछिन बाहिर पनि जाने काम थियो। काम त के अब नर्थ इस्ट सप भन्नेमा चाहिँ अब सबै कुरा पाउने होइन, सागसब्जी लिएर उतातिर हामीले के पनि सब्जीहरू खान्छौँ त्यो सबै पाउँछ भनेर चाहिँ हामीले सुनेर गएको थियौँ। तर आधी घन्टाको बाटो होइन, अब एकदमै ट्राफिकहरू, त्यही माथि हस्बेन्डले हेलमेट पनि लगाएको थिएन। अन्त मैले चाहिँ हेलमेट लगाउनुपर्छ भनेर सम्झाएर त्यहाँदेखि हेलमेट लगाएर त्यहाँबाट चाहिँ हामी जान थाल्यौँ होइन। वेदर पनि राम्रै थियो, यतिको त अब ठन्डै थियो भनौँ। अब अरू बेला त एकदमै गरम होइन, हैदराबाद त एकदमै डरलाग्दो गरम साथीहरू। अन्त गयौँ त्यसपछि होइन, अब जाँदैछौँ एकदम मन्द हावा, एकदम शीतल होइन, मजा पनि आइरहेको थियौँ। यस्तै टाइम पनि भएको थियो, 5:30मा हामी घरबाट निस्केको होला होइन साथीहरू। अनि अब गाडी जामदेखि लिएर अब जाँदैछौँ, मैले भिडियो बनाउँदै अब टाइम पास यही त हो होइन। अनि त्यसपछि हामी जाँदै अब कोही बेला त हो भन्ने भएर चाहिँ अब ड्युटीको टाइममा त अब ड्युटी काममा बाहिर निस्केपछि यस्तै हो, आफ्नै काम लिएर निस्किनु पाउने, मजाले घुम्नु टाइम नपाउने। अन्त अब मौसम हेरी एकदमै मौसम पनि राम्रो थियो। अनि ट्राफिक त अब साथीहरू जहाँ पनि ट्राफिक भनेको चाहिँ त्यही हो। अनि त्यसपछि हामी दोकान पनि पुग्यौँ होइन, तर हामी ढिलो भएर चाहिँ हामीले सामानहरू पनि राम्रो पाउनु सकिन्न। सबै छानी छोडेको हुन्छ नि, अब त्यस्तो सामानहरू थियो। तर पनि अब यत्रो टाढो आएको भन्ने भएर चाहिँ मैले एउटा डुकको साग लिएर आएँ होइन। अनि त्यसपछि चाहिँ मैले सिल्टुम्बो लिएँ, अचार खानु एकदम मिठो हुन्छ। अनि मिमी छ त्यही पछिबाट मेरो हस्बेन्डले छिटो ढिलो भयो भन्ने, त्यसरी नै हो। अब केटासँग हिँडेपछि त, बुढासँग हिँडेपछि त है। अनि त्यसपछि अब हतार गर्दै छान्दै, अन्त त्यसपछि फेरि रिसिँदै थियो, म पनि रिसिँदै त्यही हो साथीहरू। अनुहारहरू पनि त्यस्तै रिसिँदै कराउँदै अलिकति पर्ख भन्दै पनि थिएँ होइन। त्यहाँदेखि चाहिँ चिकन मिमी लिएँ अनि चिकन वाइवे लिएँ, बेसी पनि लिएन किनकि अब बेसी नलगेको घरमा सामानहरू होइन। बेसी यस्तो कुराहरू लग्यो भने पनि अब खाने टाइम पनि पाउँदैन कामले गर्दाखेरि हो। अन्त अब बेसी जस्तो अब हामी चाहिँ त्यही हो, यस्तो सागसब्जीमै एकदम इन्ट्रेस्ट लाग्छ। अनि त्यो भएर चाहिँ उतातिर पाउँछौँ नि हामीले सानो खालको आलु, जो चाहिँ अब हामीले चर भुटेर खानु मन लाग्ने आलुहरू, मसिनो आलु छान्दै हाले साथीहरू। 200 रुपियाँ केजीले के भनेको नि, यस्तो 200 रुपियाँ केजी। तर पनि अब के गर्ने, यत्रो टाढोबाट पाउँछ नि अब हाम्रो एरियातिर पनि यत्रो ठुल्ठुलो खालको अब यताको मधेसी आलुहरू भन्ने, अब त्यसोहरू त पाउँछ नि। तर अब त्यो त एकदमै अब हाम्रो उतातिर पाउने आलु चाहिँ अब टेसिलो नि त है। अब त्यही भएर चाहिँ 1 केजी लिएँ अनि घुमघाम गरेर आएँ। अलिअलि हल्का फुल्का भिडियोहरू पनि बनाएँ। अन्त के गर्नु र साथीहरू, मन्द हावामा यसरी आएँ होइन। अनि त्यो भएर अब पानी पनि पर्ला जस्तो भएर त्यो साथीहरू, हिजोको दिनमा झन् एकदमै डरलाग्दो पानी परेको थियो। आज पनि पानी त पर्छ होला साथीहरू होइन। वेदरहरू त अब त्यस्तै हो, कोही बेला के होइन। पानी परेपछि डरलाग्दो गरम पनि फेरि त्यति नै हुन्छ। अनि घरमा पनि आइपुग्यो कि, अनि त्यसपछि सामान पनि भनेको थियो, केही पनि पाइएन। अब हामी ढिलो पनि भएको थियौँ होइन। ठिकै छ, अब नेक्स्ट टाइम अब यस्तो सामानहरू त पाउँदैन, त्यो भएर छिटो पनि सकिन्छ। ओके, बाई सबैजनालाई।